अब जाउँ आइपिओ बाँडफाँड प्रक्रिया। कसरी बाँडफाँड हुन्छ त आइपिओ? कुनै पनि कम्पनीको आइपिओ आयो, मानौँ कति किताको आइपिओ आयो, मानौँ 10 लाख किताको आइपिओ आयो भने यो 10 लाख कितालाई 10 ले डिभाइड गर्ने, कति आयो? 1 लाख। यो किन यस्तो गरेको भन्दा एकजनालाई मिनिमम 10 किता दिनुपर्छ भनेको छ। एकजनालाई मिनिमम 10 किता दिने हो भने कतिजनालाई दिन पुग्यो? 10 लाख किता कतिजनालाई दिन पुग्यो? 1 लाख जनाले टक्क भर्दियो भने सबैलाई 10-10 किता दिने। फर्स्ट कन्डिसन बुझ्नुभयो? अब यस्तो जनरली हुँदैन। के हो भन्दा धेरै, के हो भन्दा कम। मानौँ यो भन्दा धेरैले आवेदन दियो, 1 लाख जना भन्दा धेरैले आवेदन दियो, 2 लाखले आवेदन दियो भने यो 2 लाखबाट लटरी गरेर 1 लाख तान्ने। किन बाँड्न पुग्ने त 1 लाखलाई मात्र हो, 2 लाख जनालाई दिन पुग्दैन भने लटरी गरेर जतिलाई पुग्छ त्यति जना निकाल्ने। अनि यिनीहरूलाई चाहिँ 10 किता दिने, बाँकी 10 लाखको पैसा फिर्ता गरिदिने। अब अर्को कन्डिसन भनेको 1 लाख जना भन्दा धेर थोरैले आइपिओ भरिदिन्छ। कहिलेकाहीँ त्यस्तो कन्डिसन पनि हुन्छ। त्यस्तो भयो भने के गर्ने? त्यसको लागि चाहिँ हामी 7 कै गाइडलाइन्सलाई हेरौँ। 7 ले एउटा गाइडलाइन्स बनाइदिएको छ, हेरौँ 7 को गाइडलाइन्स। त्यसको लागि हामी 7 को वेबसाइटमा जान्छौँ। यहाँनिर लिगल सेक्सनमा जानुभयो भने गाइडलाइन्स भन्ने हुन्छ। यो गाइडलाइन्समा क्लिक गर्नुभयो भने तपाईले सेक्युरिटी इस्यु एन्ड अलटमेन्ट गाइडलाइन्स भन्ने देख्नुहुन्छ। यसलाई क्लिक गर्नुहोस्। यदि कुनै कम्पनीले रु 100 को दरले 10 लाख किता धितोपत्र निष्कासन गर्दा धितोपत्र खरिदका लागि देय अनुसार दरखास्त प्राप्त भएमा बुझाइ नम्बर 2 अनुसार बाँडफाँड गरिनेछ। 10 किता भर्ने कतिजना? यो आवेदन गर्ने किता 10 किता, 10,000 जनाले 10 किता आवेदन गर्यो, 20 किता 7,000 जनाले, टोटल कति जनाले आवेदन गर्यो? 45,500। बाँड्न पुग्ने 1 लाखलाई भर्यो कतिले? 45,500 ले। यस्तो भइदियो भने के गर्ने भन्दा यिनीहरूलाई नै बाँडेर सिध्याउनु पर्छ। त्यही भएर पहिलो लटमा सबैलाई 10-10 किता दिने। पहिलो लटमा सबैलाई 10-10 किता दियो भने कति सिद्धिन्छ? 4,55,000 किता सिद्धियो। 10 लाख कितामा 4,55,000 किता पहिलो लटमा सिद्धिन्छ। 5,45,000 किता बाँकी भयो। दोस्रो लटमा फेरि 10-10 किता बाँड्दिनुस्। दोस्रो लटमा बाँड्दाखेरि आवेदक संख्या घटाउनु पर्छ। किन? यो 10 किते त 10,000 छन्, यिनीहरूलाई फेरि दोहोऱ्याएर दिन मिल्दैन के। दोस्रो लटमा पनि यिनीहरूलाई दिन मिल्दैन। 10 किता आवेदन गरेलाई 20 किता कसरी दिने? त्यही भएर यसलाई हटाइदिनुस्। यसलाई हटाइदिनु भने अब आवेदक संख्या कति हुन्छ? 35,500 हुन्छ। यो 35,500 लाई पनि फेरि 10 किताको दरले बाँड्दिनुस्। कति आयो? 3,55,000 किता। 5,55,000 कितामा फेरि 3,55,000 किता घटाइदिँदाखेरि 1,90,000 किता बाँकी हुन्छ। तेस्रो लटमा यो बाँड्ने हो। तर तेस्रो लटमा बाँड्दाखेरि पुग्दैन के। किन? तेस्रो लटको लागि अब 7,000 माइनस गरिदिनुपर्छ। किन 7,000 माइनस गर्नुपर्छ भन्दा 20 किता भर्ने 7,000 छ नि त। 20 कितालाई 7,000 लाई पनि त माइनस गरिदिनु पर्यो। 7,000 लाई माइनस गरिदिँदा अब आवेदक संख्या हुन्छ 28,500। 28,500 लाई 10 किताको दरले दिँदा 2 लाख किता जान्छ। 1,90,000 किता। 1,90,000 किता कति जनालाई बाँड्न पुग्छ भन्दा 19,000 लाई। अनि 28,500 बाट लटरी गरेर 19,000 जना निकाल्नुस्। ठीक छ? र जसको नाम निस्किन्छ उसलाई मात्र थप 10 किता दिने हो। त्यसको अर्थ के भयो? 10 कितेले 10 पायो, 20 कितेले 20 पायो, 30 किता भन्दा तलको चाहिँ लटरीमा डिपेन्ड हुन्छ। जसको लटरीबाट नाम निस्क्यो, 20 किता त सबैको हो। जस्तो 30 कितेको लटरीबाट नाम निस्क्यो, यसको 30, 10 को मल्टिपलमा बाँड्ने हो के। यसको नाम निस्किन, ननिस्के पनि 20 त ग्यारेन्टी नै हो नि। यसको निस्क्यो 30, यसको निस्क्यो 30, यसको नाम निस्केन, 20 किता त ग्यारेन्टी हो। धेरै आवेदन दिँदैमा धेरै पर्ने होइन के। कुन लेभलमा गएर लटरीमा पुग्छ त्यसमा डिपेन्ड गर्ने हो।